नमस्कार। आज हामी एउटा संवेदनशील निकै महत्त्वपूर्ण विषयमा संवाद गर्दैछौँ। रेम्बो टक सिरिज अन्तर्गत हामी एउटा विशेष पडकास्ट लिएर आएका छौँ। रेम्बोको कलर जस्तै बाँचिरहेको समाजमा किन कोही कलरहरू छुटिरहेका छन्, किन छुटाइएको छ, नेपालको राजनीति, नेपालको कानुन र नेपाली समाजको प्रक्रियामा ती मान्छेहरू किन अगाडि आइरहेका छैनन्। आज हामी त्यही विषयमा कुराकानी गर्नेछौँ। हामीसँग हुनुहुन्छ ट्रान्स मेन, जसले आफूलाई, यो समाजलाई फरक सङ्घर्षका बारेमा ठुलो आवाजमा बताइरहनु भएको छ। समन जीसी। हामीसँग हुनुहुन्छ अनु साई ठकुरी, जो पत्रकारिता अध्ययन गर्नुहुन्छ र साहित्य, पत्रकारिता र राजनीति मार्फत आवाजहरूलाई अगाडि ल्याउन कोसिस गरिरहनु भएको छ। स्वागत छ तपाईँहरू दुवैजनालाई रेम्बो टकमा। धन्यवाद सर। सन्चै हुनुहुन्छ? एकदम। अहिले चुनाव कतिको लागेको छ तपाईँहरूलाई, समनजी? चुनाव चुनावी माहौल छ, अनि सोसल मिडिया, पत्रिकातिर जताकतै चर्चा हुँदाखेरि पक्कै पनि त्यो एउटा इन्ट्रेस्टको विषय हुनु स्वाभाविक नै हो। भनौँ लागिरहेको छै भनौँ। तपाईँ भोट हाल्न कहाँ जाने हो? म भोट हाल्न मेरो जन्मस्थान पाल्पा नै जानुहुन्छ होइन? अहिले काठमाडौँमा हुनुहुन्छ, भोट हाल्न पाल्पा जाने तयारीमा हुनुहुन्छ। हजुर। अनुजी, तपाईँलाई त चुनाव पक्कै लाग्यो होला, तपाईँ त अलिअलि विद्यार्थी राजनीतिमा पनि जोडिएको मान्छे। मलाई पनि चुनाव लागेको छ भनौँ। अब हामीले यत्रो आन्दोलन गरेर एउटा चेन्ज ल्याइरहेको छौँ नि त, सो एउटा आशाले पनि अबको चुनाव चाहिँ सफल होस्, राम्रो व्यक्ति आओस् भन्ने चाहिँ आशा। तपाईँ कहाँ जाने हो भोट हाल्न? छ म कालीकोट। कालीकोट हजुर। जानुहुन्छ? जान्छु। मान्छेलाई चुनाव दुईवटा कारणले लाग्छ के। एउटा चाहिँ यो चुनावमा मेरो मुद्दा कहाँनिर छ भनेर मान्छेले हेरिरहेको हुन्छ। अर्को, चुनावमा कसले जित्छ, कसले हार्छ, भोलि त्यो चुनाव मार्फत आउने प्रतिनिधिले हाम्रो भविष्य कसरी निर्धारण गर्छ भनेर चासोपूर्वक हेरिन्छ। अर्को चाहिँ चुनावमा काहीँ न काहीँ मान्छे जोडिन्छ। तपाईँहरू जोडिएर चुनाव तपाईँहरूलाई लागिरहेको हो कि एजेन्डा, राजनीतिक दल, आउने प्रतिनिधि, त्यो विषयलाई तपाईँहरूले हेरिरहनु भएको छ? पक्कै पनि अब आफ्नो मुद्दागत हिसाबले हेर्ने हो भने चाहिँ मेरो मनमा त्यति धेरै खुसी चाहिँ छैन। किन भन्दाखेरि जुन जेन्जी आन्दोलन पछिको देशमा देखिएको गतिविधिहरू थियो, त्यो कारणले गर्दाखेरि चाहिँ धेरै चेन्जहरू आउँछ होला, अथवा यो आउँदै गरेको चुनावमा चाहिँ हाम्रो समुदायको धेरै साथीहरू चाहिँ उम्मेदवार बन्न सक्नुहुन्छ होला भन्ने थियो। तर त्यो चाहिँ एकदम निराशपूर्ण छ। अत्यन्तै कम साथीहरू उठ्नु भएको छ। त्यही माथि पनि अलिक बढी समानुपातिकबाट चाहिँ जुन अलिक गण्यमान्य पार्टी भनेको त्यो तपाईँलाई चाहिँ एजेन्डा, समाजका तपाईँसँग जोडिएको पहिचानका व्यक्तिहरूको उपस्थिति र भोलि समाजलाई सिङ्गो, अघि हामीले रेम्बोको कुरा गऱ्यौँ, इन्द्रेणीको कुरा गऱ्यौँ, त्यो इन्द्रेणीयुक्त समाजलाई कसरी बोक्छ अबको चुनावले भनेर त्यसलाई चासो हेरिनु भएको छ। हजुर। अनुजी, तपाईँ त विद्यार्थी राजनीतिसँग अलिअलि जोडेको व्यक्ति, अनि उम्मेदवार हुनु पर्दैन थियो? अब उम्मेदवार हुनलाई चाहिँ हामीलाई समेट्ने, हाम्रो लागि हाम्रो आवाज पनि समेटिएको कुनै पनि ल छैन नि त। सो अब चुनावमा उठ्नको लागि मैले आफ्नो लैङ्गिक पहिचान अनुसारको उम्मेदवारीमा नाम दिन पाउँदिनँ। त्यो कारणले चाहिँ म उठिनँ भनौँ। अहिले मजाको विषय बनायो भने चाहिँ उठेन नै। तपाईँ जेनजी नै होइन? हजुर, जेन्जी नै। जेनजी आन्दोलनबाट हामी 2084मा चुनावमा जानुपर्ने थियो। यदि 5 वर्षलाई आधार बनाएर चुनाव भएको भए 2 वर्ष अगाडि हामी आइपुग्यौँ। जेनजी आन्दोलनले उठाएको एउटा सबैभन्दा सशक्त आवाज सबैलाई राज्यले, सरकारले, राजनीतिक प्रणालीले सुन्नुपर्छ भन्ने थियो। त्यसो भए तपाईँलाई एउटा सिङ्गो समुदायलाई राजनीतिक प्रणालीले, राजनीतिक दलले सुनेन भन्ने लागेको छ? मलाई त मेरो पुरै जति पनि मेरो राजनीतिक यात्रा छ या राजनीतिसँग जति जोडिएर मैले काम गरेको छु, कतै पनि मेरो समुदायलाई चाहिँ समेटेको छैन। अघि तपाईँले सुरुमा भन्नुभयो नि, मलाई जुन उम्मेदवारी दिने प्रक्रिया छ त्यो दिने प्रक्रियामै उम्मेदवार म हुन पाउँदिन थिएँ, के भनेको त्यो अलिकति बुझाइदिनुहोस् त। तपाईँ उम्मेदवार हुन चाहेको भए पनि पाउनुहुन्थेन?
जस्तो कि अब हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको लागि अहिले कुनै पनि त्यस्तो स्पेसिफिक कानुन त बनेको छैन नि त। एकदम बाइनरी सिस्टममा छ सबै कानुनहरू, महिला र पुरुषको लागि मात्र छ। भनेपछि हामी त आफूलाई महिलाको बडीमा जन्मेर पनि पुरुष भनेर आइडेन्टिफाई गर्छौँ, पुरुषभन्दा पनि अझ पारलैङ्गिक पुरुष भनेर आफूलाई पहिचान गर्छौँ। भनेपछि कानुनमा पारलैङ्गिक पुरुष, पारलैङ्गिक महिला भनेर कतै शब्द नै छैन भनेपछि अब मैले उम्मेदवारी दिन गएँ भने मैले महिलाको नामबाट मेरो सबै डकुमेन्ट अन्य भन्ने अर्को व्यवस्था पनि छ नि। अन्य त हामी आफूलाई अन्यमा राख्न चाहँदैनौँ नि त सर। त्यो त हाम्रो चोइसको कुरा हो नि त, हामीले कहाँ राख्ने भनेर। अन्य भनेको के हो पहिला त्यो बुझ्नु पर्यो मान्छेले। अन्य अब हामी मान्छे भइसकेपछि त हामीलाई पनि त एउटा पहिचान त हुनु पर्यो नि त, महिला पुरुष या पारलैङ्गिक पुरुष पारलैङ्गिक महिला। अब अन्य भनेको एकदम निर्जीव वस्तु के, ढुङ्गा माटो जस्तो भयो अन्य भनेको। सो त्यसरी हामीलाई सोसाइटीको एउटा हिस्सा नै नमानेपछि हामी कसरी चुनाव लडौँ? जस्तो त्यहाँ एउटा क्याटेगोरी महिला पुरुष र पारलिङ्गी पुरुष भएको भए तपाईँ चाहिँ उम्मेदवार बन्नका निम्ति कानुनले बाटो खोलिदिन्थ्यो र उम्मेदवार हुनुहुन्थ्यो। हुन्थे पनि, र म जस्तो अरू साथीहरू पनि धेरै इच्छुक छन् पोलिटिक्स गर्न, उनीहरू पनि हुन्थ्यो होला सायद। अझ धेरै भनौँ न हाम्रो भिजिबिलिटी पहिचानलाई पछाडि राखेर अगाडि उम्मेदवारका रूपमा आउन मन लागेन, पहिचानसहित आउन मन लाग्यो, त्यसकारण हुन सकिएन। समनजी, तपाईँ कानुनको विद्यार्थी हो, कानुनी रूपमा ट्रान्समेन अथवा पारलिङ्गी पुरुषहरू अथवा सिङ्गो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दालाई तपाईँले पैरवी गरिरहनु भएको छ। अघि अनुजीले भनेको कुरालाई अलिकति जोडौँ न। अन्य भनेर तपाईँहरूलाई राज्यको कानुनले चाहिँ तपाईँ चाहे उम्मेदवार हुनुहोस्, चाहे अरू कुनै सेवा सुविधा लिनुहोस्, चाहे तपाईँ कहीँ पहिचान आफ्नो भन्नुहोस्, त्यसलाई अन्यमा तपाईँलाई भन्नुपर्छ भनेर राज्यले कानुनले त्यसरी हेरेको छ। त्यो तपाईँहरूले सोचिरहेको पहिचान र राज्यले तोकेको अन्य भन्ने कुराको तालमेल कहाँनिर कानुनी रूपमा मिलेको छैन? व्यवहारिक कानुनी दुइटै जोड्दा अब अनुले अघि भने जस्तो हाम्रो के छ भन्दाखेरि संविधानमा चाहिँ धारा 12, 18 र 42मा चाहिँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भनेर चाहिँ यो समूहलाई चाहिँ समेटिएको छ। तर राजनैतिक अधिकारको कुरा गर्दाखेरि चाहिँ अल्पसङ्ख्यक भनेर भनेको छ। तर त्यसमा चाहिँ महिला, दलित, पिछडिएको क्षेत्र भन्ने धार्मिक भाषिक हिसाबले छ कि। अनि त्यो गर्दाखेरि चाहिँ यौनिकताको कुरा छैन। यौनिकताको कुरा नहुँदाखेरि चाहिँ सिधै तपाईँहरू होइन भन्ने खालको एउटा कुरा चाहिँ आउँछ। अब संविधानले चाहिँ तेस्रो लिङ्गी अथवा अन्य भनेर चाहिँ अरू कागजपत्रमा हामीलाई चाहिँ त्यो अधिकार दिइरहेको छैन। जस्तो नागरिकता परिवर्तन गर्ने ठाउँमा होइन, अथवा कतै जाँदाखेरि भोटर आइडी कार्डमा, तपाईँको पासपोर्टमा त्यसरी चाहिँ दिएको छ। तर त्यो दिएको अधिकारमा चाहिँ सबै यो कम्युनिटीभित्र त धेरै विविधता छ भनेर त राज्यले बुझेकै छैन, अथवा हामीले बुझाउन खोज्दा पनि कहाँनिरको तालमेल मिलेको छैन भन्ने कुरामा चाहिँ मेरो पनि एउटा खोजको विषय चाहिँ बनिरहेको छ। र त्यो कारणले गर्दाखेरि अब जस्तो म जस्तो पारलैङ्गिक पुरुष जो जन्मदाखेरि चाहिँ महिला अथवा जन्मिए, तर हुर्कदै बढ्दै गर्ने क्रममा त मैले आफूलाई पुरुष पहिचान गर्ने भइसके पछाडि त तेस्रो लिङ्गी भन्ने जुन एउटा जेन्डर मार्कर दियो त्यसले त मलाई जस्टिफाई गर्दैन। र त्यो जुन कुराले चाहिँ आफूलाई न्यायोचित नै गर्दैन होइन, आफूलाई रिफ्लेक्ट नै गर्दैन, त्यो कुरालाई माग गरेर अथवा त्यो कुरालाई अँगालेर चाहिँ जान चाहिँ हामी ट्रान्समेनहरू चाहिँ अथवा ट्रान्सवुमनहरू चाहिँ सक्ने अवस्था छैन। त्यो कारणले गर्दाखेरि पनि यो चुनावमा चाहिँ एकदमै साथीहरूको चाहिँ एकदमै धेरै त्यो उत्सुकता पनि छैन। प्लस भोटर आइडी कार्डमा पनि अब भोट दिने अधिकार त छ हामीसँग, त्यो आफ्नो जन्मको आधारमा बनाएको जुन सर्टिफिकेटहरू छ भनौँ न, भोटर आइडी कार्डले तपाईँलाई महिला भनेर चिन्छ। हजुर, महिला भनेर चिन्छ। र यो कुराले गर्दाखेरि चाहिँ धेरै साथीहरूले चाहिँ म जाँदिनँ भन्ने उहाँहरूको जस्तो अघि अनुजीले उम्मेदवार हुन चाहन्थे भन्नु भने, यदि कुनै राजनीतिक दलले अनुजीलाई उम्मेदवार बनाएको भए, जेनजी युवा पनि हो, राजनीतिक सुझबुझ पनि छ, एउटा फरक पहिचानलाई अगाडि ल्याएर कम्तीमा पनि बोल्न सक्ने एउटा व्यक्ति हो भनेर राजनीतिक दलले हेर्यो र टिकट दिएको भए अनुजीलाई महिलाको कोटाबाट राजनीतिक दलले लडाउनु पर्थ्यो।
किनभने हाम्रो अब सबै नेपालको जति पनि राजनीतिक दलहरू छ उहाँहरूको विधान हेर्ने हो भने उहाँहरूको विधानमै हामी समेटिएका छैनौँ। पहिलो कुरो सबैभन्दा पहिला चाहिँ उहाँहरूले विधान चेन्ज गर्नुपर्ने हुन्छ। जस्तो मैले पनि नेपाल ल क्याम्पसमा पढिराख्दाखेरि विद्यार्थी राजनीति गर्दाखेरि सोभियुको चुनावमा अथवा पार्टीको जुन सम्मेलन हुन्छ त्यसमा धेरैचोटि आफू उठ्न खोज्दै पनि धेरै कुरा उठाउँदा पनि प्रश्न गर्दै पनि मलाई चाहिँ अन्तिममा चाहिँ तिमी महिला कोटामा समलिङ्गी महिला कोटामा उठ न त महिला भएर छात्र कोटामा उठ भन्ने कुरा गर्दाखेरि त्यो त मसँग मेलै खाँदैन। म महिला होइन त मैले किन त्यो सिट रिजर्भ गर्ने भन्ने खालको चाहिँ ममा एकदम धेरै कुराहरू आएको भएर चाहिँ मैले त्यो कहिले पनि लिन चाहदिनँ थिएँ। किनभने म जे तपाईँको मनले तपाईँको आत्माले म पुरुष हुँ भन्ने मानिरहेको भए त्यो ठाउँमा उभिए के हुन्छ त? पुरुषको ठाउँमा पुरुषको कोटाबाट उहाँहरू दिनै चाहनु हुँदैन नि त। समस्या त्यो भयो। जस्तो अब अनुको कुरा गर्दाखेरि पनि अब अनुले पनि आरआरमा राजनीति गर्दाखेरि सोभियुमा उहाँलाई पनि त्यो खालको समस्याहरू आएको थियो। उहाँले सेयर पनि गर्नुभएको यसमा चाहिँ अब यस्तो फेरि उहाँहरूले पुरुषकै कोठामा उठ्नु भन्यो भने हामी पुरुषको कोठामा उठ्दैनौँ। हामीलाई पारलैङ्गिक पुरुषकै कोटा चाहिन्छ कि होइन। हामी आफूलाई अब पुरुषै भनेर पनि त्यसरी फेरि तपाईँको भोटर आइडीमा त तपाईँलाई महिला भनिरह होला नि होइन? हाम्रो भोटर आइडीमा नि पारलैङ्गिक पुरुष नै हुनु पर्यो कि हुनु पर्यो। पुरुष भनेर पनि दिनु भने छैनौँ हामीले सरकारलाई। दिइहाल्यो भने पनि भोलि कसैले मुद्दा हाल्यो अथवा किनभने कानुनले त्यसलाई बोकेको छैन। एउटा महिला आइडेन्टिटी कार्ड भएको मान्छेलाई पुरुषको कोटाबाट अगाडि सारियो भने त फेरि विवाद आउँछ। त्यही भएर हामीलाई चाहिँ पारलैङ्गिक पुरुषै भनेर त्यसरी देखिने गरेर लेखिदिँदा पनि हुन्छ। त्यसमा कुनै पनि उ छैन त हैन। सबैभन्दा ठुलो समस्या कहाँनिर छ भन्दाखेरि चाहिँ कानुनहरू बनेको छ त्यो एकदम अस्पष्ट छ, मजाले समेटिएको छैन। त्यही भएर एउटा स्पष्ट कानुन चाहिँ आउनु पर्यो होइन। कुनै हामीलाई छुट्टै खालको कानुन चाहियो अथवा छुट्टै खालको नीति चाहियो भन्ने पनि होइन। हामीले खोजेको कुरा चाहिँ हामीलाई चाहिँ त्यही भइरहेको कानुनमै अलिकति राज्यले बनाइरहेको जुन समावेशी नीति छ नि त्यो समावेशी नीतिभित्र तपाईँहरूलाई स्पेसिफिक पहिचान सहित अगाडि बढाउनु पर्यो। हजुर, हाम्रो माग चाहिँ त्यही नै हो। त्यति धेरै हाम्रो एक्स्ट्रा अर्डिनरी राइट्स पनि हामीले मागेका होइनौँ। अलिकति अनुजी तपाईँको राजनीतिक अलिकति फर्केर यात्राको कुरा गरौँ न। तपाईँ विद्यार्थी राजनीतिसँग पनि म जोडिएँ, काहीँ न काहीँ उम्मेदवार हुन पनि समस्या पर्यो भन्नुभयो। तपाईँ व्यक्तिगत रूपमा तपाईँले आफूलाई ट्रान्सम्यानको पहिचानबाट राजनीतिक यात्रामा जोडिनु भयो अथवा त्यो पहिचान नभइकन तपाईँ राजनीतिक यात्रामा जोडिनु भयो पछि पहिचान भन्नुपर्ने अवस्था आयो? यसमा चाहिँ अब भन्दाखेरि चाहिँ जस्तो कि हाम्रो सोसाइटीमा एउटा कन्सेप्ट के छ भनेपछि लिडर भन्ने बित्तिकै पुरुष आउँछ मान्छेको दिमागमा। अब अहिलेको पार्टीहरूको त्यो हेर्ने हो भने पनि प्यानल हेर्ने हो भने पनि पुरुषै धेरै अगाडि छन् होइन। सो लिडर भन्ने बित्तिकै पुरुष आइसकेपछि म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको एउटा व्यक्ति हुँ भनेपछि त मैले लिडरको रूपमा आफूलाई कहिले पनि हेरिनँ। मेरो त्यो समयमा भनौँ न बालापनमा बचपनमा जतिखेर मलाई राजनीतिक चेत भयो मैले सोच्न पनि सकिनँ कि म पनि राजनीतिक लिडर बन्न सक्छु है, म पोलिटिक्स गर्न सक्छु भनेर सोच्न पनि सक्थिनँ। तर जब म आरआर कलेज जोइन गरेँ, मैले पोलिटिक्सहरू अलिअलि बुझेँ, त्यस्तै मान्छेहरूसँग मेरो सङ्गत बन्यो होइन। अलिकति किताबहरू पढ्न थालेँ अनि समाचारहरू पढ्न थालेँ, अलिअलि नेतागिरी गर्ने मान्छेहरूसँग पनि भेट्न थालेपछि मलाई अलिकति बढी राजनीतिक चेत भएपछि चाहिँ अनि मेरो आवाज, मेरो समुदायको आवाज एकदम स्याडोमा परिरहेको मैले देखेँ मेरो कलेजमा। अब मैले पुरै देशको राजनीति त थाहा छैन, देशको राजनीति त त्यस्तै छ, तर सामान्य एउटा कलेजमा पनि मेरो समुदायको मेरो आवाज चाहिँ एकदम स्याडोमा परेको मैले देखेपछि अनि होइन म चाहिँ बोल्नुपर्छ, पुरै देशै चेन्ज गर्न नसके पनि मैले मेरो कलेज चेन्ज गर्न सक्यो भने चाहिँ अलिकति ठुलै काम हुन्छ यो पनि मेरो लागि भन्ने मैले सोचेपछि चाहिँ म पोलिटिक्समा मैले हाम फालेको हुँ। अनि पोलिटिक्समा हाम फाल्नु बेला चाहिँ मेरो आइडेन्टिटी चाहिँ मैले कम आउट गरिसकेको थिएँ। नर्मल्ली अब सबैलाई नभने पनि मेरो अराउन्डिङको मान्छेहरूलाई चाहिँ थाहा थियो कि यो चाहिँ ट्रान्सम्यान हो, ऊ चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट चाहिँ आफूलाई प्रतिनिधित्व गर्छ भन्ने साथीहरूलाई थाहा थियो। तर मेरो स्कुलमा मेरो एटेन्डेन्समा सबैमा चाहिँ म महिला नै छु। फेरि मेरो नाम पनि फिमेलको छ होइन। अब सरले बोलाउँदाखेरि पनि महिला भनेर बोलाउँछन्। मैले इक्जाम दिन जाँदाखेरि महिलाको लाइनबाट जानुपर्छ भनेको तपाईँ आफ्नो पहिचानका कारण उम्मेदवार हुँदा पनि तपाईले फरक व्यवहार भोग्नु पर्यो। जब सोभियत चुनाव आयो त्यसपछि मैले उम्मेदवारी लिन्छु भनेर म उम्मेदवारी लिन जाँदाखेरि चाहिँ
अनि मैले त्यहाँ समिति हुन्छ जुन त्यो सोभियत समिति उनीहरूलाई चाहिँ म पारालैङ्गिक पुरुष हो, म पारालैङ्गिक पुरुषको कोटाबाटै उठ्न चाहन्छु भन्दाखेरि उहाँहरूले यो पोलिटिक्स यो सोभियुको विधानमा टियुको यो त्रिभुवन विश्वविद्यालयको विधानमा चाहिँ लैङ्गिक हिसाबले विविधता यौनिक हिसाबले विविधता भएको व्यक्ति भनेर चाहिँ कतै पनि लेखिएको छैन। महिला र पुरुष भनेर मात्रै छ, राजनीतिमा आउन मिल्ने भनेको दुईटा मात्रै हो लिङ्ग। त्यसैले तिमी चाहिँ महिला कोटाबाटै उठ्नुपर्छ, नत्र चाहिँ तिमी उठ्न पाउँदैनौ भनेपछि चाहिँ मैले उठिन भनौँ न, गिभअपै गरेँ। तर फेरि साथीहरूले चाहिँ होइन तिमी महिलाबाट नै उठिसकेपछि बरु चेन्ज ल्याउन त सबै कुराहरू, होइन जितिसकेपछि के छ तिमी जित्ने सम्भावना लागि पहिचान लुकाएर भए पनि तपाईँ उम्मेदवार हुन तयार, महिलाबाटै उठ, तिमीले जित्यौ भने त भोलि चेन्ज ल्याउन सक्छौ, तिम्रो आवाज त सुनिन्छ, कतै न कतै लागू गरिन्छ भनेपछि ल ठिक छ नि त भनेर मैले आफ्नो पहिचान दबाएर महिलाको कोटाबाट उठेँ। र उठिसकेपछि पनि अब मेरो कलेजमा चुनाव हुन सकेन। तपाईँ जुन कुरा तपाईँ भन्न चाहनुहुन्न, तपाईँको मनले मान्दैन, महिला हो भन्ने मान्दैन नि त तपाईँको मनले, किनभने त्यही कारण तपाईँ बच्चादेखि विद्रोह गर्दै गर्दै आफ्नो पहिचान लाउडली भन्नुपर्छ भनेर भन्नुभयो। देशैलाई एकैपटक साँची राखेर तपाईँले भनेको कथा छ। तर त्यति हुँदाहुँदै पनि तपाईँ महिला भएर उम्मेदवार हुनु पर्यो। त्यतिखेर तपाईँको मनले के भन्यो, मस्तिष्कले के भन्यो? किनभने मनले एउटा कुरा भन्छ, दिमागले अर्कै कुरा गाइड गर्यो, तपाईँको मनमा त पक्कै द्वन्द्व भयो होला। त्यतिखेर चाहिँ अब सोभियत समितिलाई चाहिँ मैले पारालैङ्गिक पुरुषबाट उठ्न पाउँदिनँ भनेपछि, मेरो पहिचान त्यो हुँदैन भनेपछि चाहिँ म उठ्दिनँ भनेर गिभअप गरिसकेपछि अब साथीहरूले महिलाको कोटाबाट उठ भनेपछि मैले त्यतिखेर चाहिँ साथीहरूको लागि मात्रै उठेको, म मेरो मनदेखि चाहिँ मैले उठेको होइन। म त्यो कोटामा महिलाको पहिचानमा चाहिँ मैले चुनाव आफ्नो मनदेखि होइन म गर्छु भनेर चाहिँ म उठेको होइन, साथीहरूको दबावले मात्रै उठेको, उनीहरूको कुरा मात्र। आफूलाई एक्लै घर आएपछि के भन्नुभयो? होइन अगाडि अब फिल के भयो, बाथरुममा पुग्नु भयो होला, कति पीडा भयो होला तपाईँलाई? जुन पहिचान मेरो होइन भनिरहनु भएको छ त्यही ठाउँबाट तपाईँ उठ्नु पर्यो, एक्लै के भन्नुभयो आफैलाई? अब उम्मेदवारी दिइसकेपछि म घर आएँ अनि अब समितिले भनेको कुरा सुनेको थिएँ, टियुको उमा छैन, सोभियुको नीतिमा छैन भनेर मैले एकचोटि अनलाइनमा नीतिहरू खोजेँ, वेबसाइटतिर के छ सोभियुको नीतिमा कस्तो कस्तो कुराहरू छ भनेर। अब त्यो नीतिमै छैन, महिला पुरुष बाहेक अरू कुनै पनि लैङ्गिक पहिचान समेटेको छैन। अघि उहाँले भने जस्तै भाषिक रूपमा धार्मिक रूपमा मात्रै विविधता भनेर छुट्याएको छ, अनि लैङ्गिक रूपमा छैन। त्यो कारणले गर्दाखेरि चाहिँ मलाई एकदम धेरै भनौँ न पीडा भयो। जस्तो कि अब मैले चाहिँ अब घोषणा पत्र बाँड्न जाँदाखेरि पनि मैले आफूलाई महिला आइडेन्टिफाई गर्नु पर्यो, क्लासमा होइन, कोही साथीहरू भेट्न जाँदाखेरि पनि मैले आफूलाई महिला आइडेन्टिफाई गर्नु पर्यो, कलेज प्रशासनमा टिचरहरूसँग जाँदाखेरि पनि आफ्नो राजनीतिक भनौँ न यो यात्राको लागि शुभकामना माग्न जाँदा या कुरा गर्न जाँदा सजेसन लिन जाँदाखेरि पनि मैले आफूलाई महिला भनेर प्रेजेन्ट गर्नु पर्यो। सो त्यो कुरा, त्यो एउटा मोमेन्ट भनौँ न 1-1.5 महिनाको त्यो जुन हुन्छ हाम्रो चुनावी त्यो तयारीमा चाहिँ मलाई एकदम धेरै गाह्रो भयो। त्यो त कलेजको लाइफ भयो मेरो। तर यसरी म देशकै राजनीतिकमा, केन्द्रको राजनीतिकमा आउनु पर्यो भने म मेरो समुदाय होइन यसरी पहिचान लुकाएर आउनु पर्यो भने कति पीडा होला उनीहरूलाई। पुरै देशभरि नै आफ्नो लैङ्गिक पहिचान चाहिँ गलत रूपमा प्रस्तुत गर्नु पर्दाखेरि, आफूलाई गलत लैङ्गिक पहिचानको रूपमा चिनाउनु पर्दाखेरि कति गाह्रो हुन्छ होला भन्ने कुरा चाहिँ अब कल्पना पनि गर्न सकिन्छ। समनजी, तपाईँ ले थुप्रै नीतिगत तहमा आफूलाई उभ्याउनु भएको छ, यसरी जानुपर्छ देश, नेपालको नीति कानुन यसरी जानुपर्छ भनेर पैरवी गरिरहनु भएको छ। अहिले अलिकति राजनीतिकै कुरा गरौँ न, किनभने चुनावी माहौल छ। तपाईँहरूले चुनावलाई फरक फरक कोणबाट हेरिरहनु भएको छ। राजनीतिक दलहरूले तपाईँको समुदायलाई के मान्छ? नागरिक मान्छ कि मतदाता मात्रै मान्छ कि कसरी हेर्छ? मेरो विचारमा त स्पष्ट भन्नुपर्दा चाहिँ उनीहरूले राजनीतिक दलहरूले चाहिँ हामीलाई चाहिँ एज अ पपेट भनौँ न युज मात्र गर्न जानेको छ अहिलेसम्मको परिवेशमा। किन भन्दाखेरि अहिले पनि 2वटा मात्र सिट समानुपातिक ठुलै राजनीतिक दल गन्ने मान्ने भनौँ न उहाँहरूले दिइराख्दाखेरि चाहिँ त्यो चाहिँ उहाँहरूको अहिले मुद्दा जुन हाम्रो मुद्दालाई बनाएर राख्नु भएको छ उहाँहरूको चाहिँ सायद चुनावसम्मको लागि मात्रै सीमित हुन्छ। किन भन्दाखेरि अब हाम्रो समुदायको पनि एकदम ठुलो जनसङ्ख्या ओगटेको समुदाय हो होइन, अल्पसङ्ख्यक भने तापनि त्यो अब डेटा आउन सकेको छैन पहिचानको कारणले, समाजमा हुने घृणा तिरस्कारको कारणले। तर समुदाय त आफैमा एकदम ठुलो छ भन्ने कुरा त मैले बुझेको छु समुदायसँग काम गरिराख्दा। तर जब पनि चुनावको कुरा आउँछ तब अब हाम्रो मुद्दालाई पनि समेट्ने हिसाबले होइन हामी पनि धेरै मतदाता त छौँ,
त्यसलाई ग्र्याब कति गर्ने हुनुहुन्छ हिसाबले तपाईँहरू देशैभरि मतदाताका हिसाबले हेर्ने हो भने? अब हाम्रो डेटाको अनुसारले त हाम्रो 2900 मात्र देखाउँछ। देखाउँछ, त्यो त राज्यले डेटामा गरेको भए। तर हाम्रो जति पनि अब हाम्रो संस्थाहरूसँग इङ्गेजमेन्ट भएको हिसाबले चाहिँ हामी लगभग लाखकै हाराहारीमा छौँ। 7 लाखको हाराहारीमा छ हाम्रो, होइन? अब नखुलेको त कति हुनुहुन्छ होला थाहा नभएको, अब आउने क्रममा हुनुहुन्छ। हरेक चुनावमा दलहरूले समुदायका लागि केही न केही एजेन्डा भाषण मार्फत आश्वासन दिन्छ, तपाईँको पक्षमा म उभिन्छु भन्छ। तपाईँहरूको समुदाय यति धेरै 7 लाख प्लस समुदाय छ, त्यो भित्र फरक फरक त्यसलाई ट्रान्समेनको सङ्ख्या एउटा होला, ट्रान्सवुमनको सङ्ख्या अर्कै होला, लेस्बियनको सङ्ख्या अर्कै होला, त्यसलाई क्याटेगोरी गरिएला। तर समग्र यौनिक तथा अल्पसङ्ख्यक समुदायको सङ्ख्या नै 7 लाखभन्दा बढी छ। तपाईँहरूको एजेन्डा, तपाईँहरूको मुद्दा राजनीतिक दलको घोषणापत्र, एजेन्डा, भाषणमा आउँदैन कहीँ पनि? त्यो मैले एकदमै अत्यन्तै कम सुनिन्छ। तर हाम्रो अहिले भर्खरै हाम्रो एउटा साथीले रिट पनि गर्नुभएको छैन निर्वाचन आयोगमा कि चुनावको माहौलमा हाम्रो कम्युनिटीप्रति चाहिँ एकदम घृणात्मक भाषण चाहिँ उहाँले गरिराख्नु भएको थियो, होइन? चुनावी माहौलमा हुँदाखेरि चाहिँ उहाँहरूलाई यो समुदाय पनि एक्जिस्ट गर्छ भन्ने कुरा सायद थाहा नभएको हो कि, होइन? उहाँले नबुझ्नु भएको हो कि? तर त्यस्तो भइराख्दाखेरि चाहिँ त्यस्तो हाम्रो समुदायलाई त्यति घृणित हिसाबले, होइन, हेट स्पिच अथवा विभेद गरिराख्नु भएको छ, त्यसको विरुद्धमा चाहिँ एकजना साथीले चाहिँ रिट पनि हाल्नु भएको छ। 2-4 दिन अगाडिको कुरा हो। अब त्यो भइराख्दाखेरि चाहिँ मतदाताका हिसाबसम्म तपाईँहरूको भोटर आइडी फरक फरक पहिचानसँग जोडेर, किनभने तपाईँहरू दुवैजना पुरुष हो नि त, तर दुवैजनाको भोटर आइडीमा महिला छ। महिलाका हिसाबले तपाईँहरूलाई मतदाता भनेर गन्यो, नागरिक भनेर हेरेको छैन। अझै अर्को विडम्बना के छ भन्दाखेरि अब निर्वाचन आयोगको अथवा जब दल दर्ता हुन्छ अथवा उम्मेदवारी दर्ता हुन्छ, होइन, त्यसमा चाहिँ मतदाता नामावली दर्ताको चाहिँ अप्सन दिएको छ, तर उम्मेदवार बन्न पाउने चाहिँ अप्सन चाहिँ छैन। सबैभन्दा ठुलो लुप होल्स त्यही छ। भनेपछि हाम्रो समुदायलाई कसरी युज गरिएको छ त? अब तपाईँहरूले आफ्नो एजेन्डा बुझाउँदा, चाहे राज्यलाई होस्, चाहे दललाई होस्, चाहे समुदायलाई होस्, चाहे समाजका अलिकति कुनै न कुनै रूपमा आफूलाई प्रभाव राख्ने व्यक्ति, संस्था, त्यस्तोहरूलाई होस्, के कुरा चाहिँ गाह्रो हुन्छ तपाईँहरूलाई बुझाउनका निम्ति? हामीलाई चाहिँ अब के छ भन्दाखेरि चाहिँ हाम्रो यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्ने बित्तिकै चाहिँ एउटै ब्ल्याङ्केटमा राखेर हेरिदिनुहुन्छ। सबैभन्दा ठुलो कुरो भनेको यो समुदायभित्र कति धेरै विविधता छ, LGBTIQA++ भनिरहेको छौँ, अझै एक्सप्लोर गरिराख्नु भएको छ, आउँदैछ, होइन, टर्म्सहरू। तर सरकारले अथवा जुन त्यो राजनीतिक दलको जान्ने व्यक्ति भनौँ न, जो माथिल्लो तहमा हुनुहुन्छ, सदनमा हुनुहुन्छ भनौँ न, उहाँहरूले चाहिँ यो भित्रको विविधता त बुझ्न सक्नु भएको छैन कि। अब तेस्रो लिङ्गी अथवा अन्य, ट्रान्समेन पनि तेस्रो लिङ्गी र अन्य नै हुन्, अथवा नन बाइनरी पनि अन्य र तेस्रो लिङ्गी नै हुन्, अथवा तेस्रो लिङ्गी पनि, सबैलाई एउटै डालोमा हालेर हेर्नुको कारणले गर्दाखेरि नै उहाँहरूलाई हामीले बुझाउन खोज्दै पनि बुझ्नु भएको छैन। एउटा उखान छ के, जस्तो जमिनले बिउ पचायो र बुझ्ने मान्छेले बुझ पचायो भने त्यसबाट कहिले पनि नतिजा आउँदैन भन्ने छ। त्यसकारण बुझ्ने मान्छेहरूलाई बुझाउन, बुझेको छ तर बुझाउन बुझ पचाएको कारणले सबैभन्दा जटिल त्यही छ, त्यसकारण नतिजा आउन सकेको छैन। सबैभन्दा ठुलो समस्या नै त्यही छ। अनुजीले अब तपाईँ विद्यार्थी राजनीति नै राष्ट्रिय राजनीतिको एउटा बेसिक राजनीतिक थलो हो, किनभने त्यहीँबाट राजनीतिक प्रणाली, त्यहीँबाट राजनीतिक संस्कार सबै कुरा सिकेर आउने हो। तपाईँले एउटा साहस चाहिँ गर्नुभएछ, पहिचान लुकाएर भए पनि म भोलि फर्केर आएर एउटा पोजिसनमा पुगे पछाडि मेरो पहिचानलाई लाउडली भन्छु र त्यो एजेन्डाभित्र राख्छु, अहिलेलाई सही म पहिचान लुकाउँछु भनेर त्यो साहस चाहिँ गर्नुभएछ। तर दुर्भाग्यवश चुनाव भएन, तपाईँ त्यो प्रक्रियाभित्र छिर्न पाउनु भएन। तर तपाईँले त्यो राजनीतिक पाटोमा म ट्रान्समेन हुँ, मेरो पहिचान यो हो भन्ने मुद्दा बुझाउँदा सबभन्दा गाह्रो के हुन्छ? सबभन्दा गाह्रो चाहिँ अब स्कुल कलेज लेभलमा अब दाइले भने जस्तै, जस्तो कि त्यही सबैलाई एउटै बक्सभित्र हालेर हेरिन्छ नि त। अनि पहिलो कुरा त अब यो विषयमा बुझ्नलाई, यो समुदायको बारेमा बुझ्नलाई, ट्रान्सम्यान भनेर बुझ्नलाई मान्छेले चाहिँ पहिलो कुरा चाहिँ आफ्नो मानसिकता चाहिँ एकदम फराकिलो राख्नु पर्यो, सोच भनौँ न। जसरी हुर्काइएको छ उनीहरूलाई, जे सिकेर आएको छन् त्यही सोचमा, त्यतिमा मात्र लिमिटेड राख्नु भएन आफ्नो सोच।
हामीले चाहिँ अब यत्रो यो पुरै विविधता सबै किसिमले के अरे धार्मिक हिसाबले, भाषिक हिसाबले, लैङ्गिक हिसाबले, सांस्कृतिक हिसाबले यत्रो विविधता बोकेको देशमा बसिरहँदाखेरि चाहिँ हामीले चाहिँ अब अलिकति नयाँ कुरा आयो भने, फरक कुरा आयो भने पनि हामीले लिन सक्नुपर्छ है भन्ने सोच चाहिँ मान्छेमा हुनुपर्छ कि। सो त्यति सोच पनि नभइदिँदाखेरि चाहिँ अब ब्याचलर लेभलमा आइसक्दा पनि हुँदैन कि त्यो मान्छेहरूभित्र। सो अब मैले मेरो कलेजमा भोग्नु परेको प्रब्लम भन्दाखेरि चाहिँ कस्तो भनेपछि केटाहरूलाई बुझाउन जाँदाखेरि चाहिँ जो केटा साथीहरू छ उनीहरूलाई बुझाउन जाँदाखेरि उनीहरू अलिकति अप्ठ्यारो मान्छन्, उनीहरू लिन सक्दैनन्, स्वीकार्न सक्दैनन् यो कुरा। किनभने केटा मान्छेलाई कस्तो कुरा सिकाएको छ भने केटा मान्छे भनेको अलिकति बोल्ड हुनुपर्छ, दारीजुङ्गा आएको हुनुपर्छ भन्ने छ। अनि म जस्तो यस्तो सफ्ट स्किन भएको, फेमिनाइन भोइस भएको मान्छेलाई उनीहरूले केटा सोच्नै सक्दैनन्, त्यो त परको कुरा भयो उनीहरूको दिमागको होइन। तर मैले मेरो केटी साथीहरूलाई बुझाएँ भने चाहिँ उनीहरूले मजाले लिन्छ। अब त्यो महिला भन्ने स्वभावै त्यस्तै हो कि है, प्राकृतिक रूपमा पनि हिसाबैले त्यस्तो हो कि है, नेचरले नै त्यस्तो हो कि। तर मैले आफूलाई एकदम सुरक्षित भनेको यस्तो विषय त्यसो भए तपाईँ केटी साथीहरूको बिचमा बढी गर्न तपाईँलाई कम्फर्ट हुन्छ केटा साथीहरूको भन्दा? सेफ फिल गर्छु। फिमेलहरूको ग्रुपमा चाहिँ आफ्नो यो म ट्रान्सम्यान हो भनेर कुरा गर्न चाहिँ मलाई अझ सुरक्षित महसुस हुन्छ केटा साथी भन्दा पनि। अब इक्जाम्पलको लागि मैले 10 जना केटा साथीलाई भने 2 जनाले एक्सेप्ट गर्छ ल त ट्रान्सम्यान होस् भनेर। तर 10 जना केटी साथीलाई भने 8 जनाले एक्सेप्ट गर्छ कि त ट्रान्सम्यान होस् म सपोर्ट गर्छु भनेर। मलाई त्यो गाह्रो भयो भनौँ न। अनि पोलिटिक्समा मैले अघि भनिहालेँ कि राजनीति भन्ने बित्तिकै पुरुषको पावर धेरै हुन्छ भनेपछि मैले पुरुषलाई बुझाउन सकिनँ, पुरुषले मलाई एक्सेप्ट गर्न सकेन भने मेरो त्यहाँ अब अस्तित्व नै हुँदैन अनि म अगाडि बढ्न पनि सक्दिनँ। किनभने कलेजको राजनीति पनि त्यस्तै हो जस्तो देशको राजनीति छ। जति देशको राजनीतिमा पुरुषको आवाज अगाडि छ, पावर अगाडि छ, कलेजमा पनि त्यही हो। भनेपछि कलेजको मेरो पुरुष साथीहरूले मलाई स्वीकार्न सकेनन्, यो विषयलाई राम्रोसँग बुझेनन् भने मेरो महिला साथीहरूले मलाई जति साथ सपोर्ट गरे पनि अगाडि बढ्न गाह्रै हुन्छ। समनजी, जस्तो राजनीतिमा प्रत्यक्ष प्रतिनिधित्व महत्त्वपूर्ण छ कि अघि तपाईँले समानुपातिकमा 2वटा दलले हाम्रो समुदायलाई राखेको छ, राख्नका लागि राख्यो कि मुद्दा नै बोक्यो त्यो पछि नै थाहा होला, अहिले पनि तपाईँहरूले भनेअनुसार थाहा छ होइन? त्यो चाहिँ तपाईँहरू जस्तो कम्युनिटीको मान्छे म मेरो पहिचानका लागि भए पनि जित्नु हार्नु एउटा ठाउँमा छ, प्रत्यक्ष रूपमा चुनावी मैदानमा म आउँछु भनेर तपाईँहरूको समुदायले पनि अलिकति आत्मसात गरेर अथवा निडर तरिकाले स्वीकार गरेर आउन सकेको त देखिँदैन। त्यसलाई कसरी हेर्नु भएको छ? अब नआएको होइन, आउनुभएको छ होइन। समुदायकै साथीहरूले चाहिँ आफ्नै पार्टी खोलेर चाहिँ एउटा यो समावेशी समाजवादी पार्टी भनेर खोल्नु भएको छ। उहाँहरू आफ्नै पूर्व राष्ट्रिय सभाको सदस्यले खोल्नु भएको छ होइन, खोल्नु भएको छ। सुनिल बाबु पन्तले। हजुर, उहाँहरूको यो इनिसिएटिभ चाहिँ जे होस् साहसिक नै छ। तर पनि अब कति 6 जना कति हुनुहुन्छ होइन? 6 जना हुनुहुन्छ। उहाँ चाहिँ प्रत्यक्ष कोही रूपन्देहीबाट, कोही काठमाडौँबाट त्यसरी उठ्नु भएको छ। तर उहाँहरू चाहिँ हाम्रो पनि समुदाय छ, हामी पनि छौँ भनेर चाहिँ उहाँहरू उठिराख्नु भएको हो। तर उहाँहरूको जित चाहिँ त्यसको लागि पनि धेरै टेक्निकल कुराहरू हुन्छ होइन। त्यति हुँदाहुँदै पनि उहाँहरू चाहिँ फ्रन्ट लाइनमा आएर चाहिँ गरिराख्नु भएको छ। तर प्रत्यक्षतर्फ चाहिँ जुन ठुला राजनैतिक पार्टी छन् जसले अहिलेसम्म राज्य सञ्चालन गरिरहेका छन् त्यो दलहरूले चाहिँ हाम्रो समुदायलाई चाहिँ नलिँदाखेरि होइन, हाम्रो समुदायलाई चाहिँ केवल अथवा भोटको लागि आफ्नो जित सुनिश्चित गर्नको लागि मात्र प्रयोग गरे जस्तो देखिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ प्रत्यक्ष निर्वाचन चाहिँ एकदमै महत्त्वपूर्ण थियो। अब सदनमा बसेर सडकमा बसेर आवाज उठाउनु त त्यो हामीले सधैँ गरिरहेका नै हो होइन। 2001 संसदभित्र सहभागिता जरुरी थियो। हजुर, सदनमा चाहिँ हाम्रो एकदमै धेरै आवश्यकता थियो। अब जति पनि सडकमा बसेर वकालत गरिराख्दाखेरि, ढोका ढकढकाउँदाखेरि जति आवाज सुनिँदैन त्यति नै हाम्रो समुदायको साथी कोही थियो भने हाम्रो आवाज अझै मजबुत भएर मूलधारमा जान्थ्यो होला। तर त्यो हुन सकेन होइन। त्यसो भए यसलाई यसरी हेरौँ न त, अहिलेको चुनावमा तपाईँहरूको उम्मेदवार त तपाईँहरूले चाहेको जस्तो आउन सक्ने सम्भावना छैन। समानुपातिकबाट राखिएका 2 जना आउँछन् कि आउँदैनन् ग्यारेन्टी पनि छैन। कति नम्बरमा राखिएको छ त्यसका आधारमा भर पर्छ। त्यो चाहिँ अब भोलिको नतिजाले देखाउला होइन। अहिले जति ट्रान्समेनको कुरा गरौँ, तपाईँहरूले जुन मुद्दालाई अलिकति बलियो तरिकाले बोकेर वकालत गरिरहनु भएको छ, ट्रान्समेनहरूले राजनीतिक सहभागिता मतदाताका हिसाबले देखाउँदैछन्। थुप्रै मान्छेहरूले यसपटक ट्रान्समेनहरूले उम्मेदवार छान्दै होलान्। कति तपाईँहरूलाई थाहा छ, कति तपाईँहरूले थाहा नपाएको पहिचान लुकाएको ट्रान्समेनहरू हुनुहोला। उहाँहरू ती ट्रान्समेन युथहरूलाई तपाईँको यो राजनीतिक सहभागितासँग कसरी तपाईँले आह्वान गर्नुहुन्छ? कुन कुरा उहाँहरूले ध्यान दिनुपर्छ?
चाहे मतदान गर्ने प्रक्रियाको कुरा होस्, चाहे उम्मेदवारसँग जोडिएको कुरा होस्, चाहे एजेन्डाको कुरा होस्, चाहे समाजले स्वीकार्ने अस्तित्वको कुरा होस्, त्यसलाई कुन कुरालाई महत्त्व दिनुपर्छ जस्तो तपाईँलाई लाग्छ, अथवा उहाँहरूलाई के आह्वान तपाईँले कसरी गर्नुहुन्छ? मैले चाहिँ अहिले चुनावको माहौल भइराख्दाखेरि चाहिँ हामीसँग अब प्रत्यक्ष प्रतिनिधि अथवा समानुपातिकबाट जाने ठाउँ नभए पनि एटलिस्ट हामीसँग चाहिँ एउटा मतको अधिकार चाहिँ छ होइन। त्यसलाई चाहिँ पूर्ण रूपले प्रयोग गरौँ। कस्तो हामीसँग उम्मेदवार भएर जान नसके पनि मेरो उम्मेदवार कस्तो हुने भन्ने चाहिँ अधिकार हुँदाहुँदै त्यो अधिकारलाई चाहिँ सही सदुपयोग चाहिँ गर्नुपर्ने देखिन्छ। अब हाम्रो चाहिँ पहिल्यैदेखि कम्तीमा उम्मेदवार आउँदा ट्रान्समेनको हजुर सवालमा प्रश्न सोधौँ होइन? हजुर सोधोस्, त्यति चाहिँ जानकार होस् होइन। अनि त्यसरी भनिराख्दाखेरि कति धेरै साथीहरू चाहिँ अलिकति यो कुरामा अवेर पनि हुनुहुन्न। मेरो यो राइट हो, मेरो 18 वर्ष उमेर पुगिसक्यो, मैले पनि मतदान गर्न पाउँछु भन्ने कुरामै अवेर हुनुहुन्न। त्यो दुःख लाग्दो कुरा छ। र कतिपय साथीहरूले चाहिँ अब म ट्रान्समेन भएको हिसाबले मतदाता नामावली महिलाको नाममा छ, अब त्यो मतदाता दिने क्रममा महिला र पुरुषको लाइनहरू पनि बन्छ, त्यो समस्याको कारण जाँदिन भनेर भनिराख्नु भएको छ। त्यसको लागि पनि केही साथीहरूसँग मिलेर चाहिँ अब कसरी यो समस्यालाई चाहिँ समाधान गर्ने भनेर चाहिँ एउटा पहल चाहिँ गरिरहेको छ। भनेको त धेरै मान्छे पहिचानकै कारण मतदान नगर्ने सम्भावना पनि छ। हजुर हजुर एकदमै। इभन त्यो मलाई पनि छ, मेरो पनि महिलाकै नामबाट पाल्पाको दोबान भन्ने ठाउँमा हो मेरो मतदान गर्न जाने ठाउँ। त्यहाँ मेरो महिला अनि मेरो जुन तपाईँ महिलामा उभिएर भोट हाल्न तपाईँलाई मन छैन? छैन। छुट्टै लाइन हुन्छ कि हुँदैन तपाईँले हेर्नु छ। हजुर, त्यो डर हुँदै पनि म जान्छु भनेर एउटा चाहिँ जुन साहस बोकिरहेको छु, त्यहाँ गइसकेपछि मलाई कस्तो फिल हुन्छ भन्ने कुरा त छुट्टै छ। तर पनि त्यो डर चाहिँ मलाई पनि छ अहिले। त्यसो भए त अहिले राजनीतिक दलहरूले पनि निर्वाचन आयोगले पनि हरेक मतदान केन्द्रमा तपाईँहरू जस्तो समुदायको व्यक्तिका लागि कसरी मतदान गराउने हो भनेर त सोच्नु पर्यो नि त, योजना बनाउनु पर्ने रहेछ नि त होइन? अब हामी जस्तो समुदायको व्यक्तिको लागि मात्रै होइन कि हाम्रो यो भोट गर्ने यो के अरे चुनावको सिस्टम नै गाह्रो छ क्या सर। जस्तो कि LGBTQIA+ व्यक्तिको लागि मात्रै होइन, डिसेबिलिटी पर्सनको लागि, अपाङ्गता भएका व्यक्तिको लागि पनि हुँदैन के अब त्यो भोट हाल्ने सिस्टम हुँदैन भनौँ न। त्यही हुँदैन तपाईँहरूको लागि त? हाम्रो लागि त धेरै फरक कुरा। अर्को भनेको सिटिजन ज्येष्ठ नागरिकहरूको लागि, उनीहरूको लागि खै त त्यो व्यवस्था। अर्को भनेको के अरे हाम्रो यो प्रेग्नेन्ट वुमनको लागि, कतिपय अब गर्भवती भएको महिलाहरूलाई त भोट हाल्न जानै दिँदैन। यो बिरामी भएको व्यक्तिहरू जो हस्पिटलमा छन् उनीहरूले कसरी भोट हाल्छन् भनेपछि यति धेरै भोटहरू त यत्तिकै गएकै छैन। अनि तपाईँ कहाँ उभिएर भोट हाल्ने त? त्यसो भए त्यो व्यवस्था भएन भने तपाईँले कहाँ उभिएर कुन लाइनमा उभिएर भोट हाल्ने होला? अब भोट हाल्ने भनेर हाम्रो लागि यो समुदायको लागि भनेर छुट्टै लाइन त छुटिन। अब यत्रो मैले जति पनि भने यो सिटिजनहरूको त अझ व्यवस्थित हुन सकेको छैन राइटहरू। अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला, महिनावारी भएको महिला भनेपछि हाम्रो त अझ धेरै पछाडिको कुरा हो क्या यो भनेको त। अब तपाईँ गयो भने कम्तीमा म ट्रान्समेन हुँ, मलाई छुट्टै लाइनबाट म उभिएर अगाडि भोट हाल्न जान्छु भन्नुहुन्छ? त्यो त अब भन्न त्यो त गाह्रै छ नि होइन। एक त हेर्नुहोस् है, अब हामी भौगोलिक हिसाबले पनि कालीकोट, रोल्पा जस्तो ठाउँमा छौँ कि काठमाडौँमा भइदिएको भए त भन्न सक्थेँ होला म ट्रान्सम्यान हो, म यो एरोमा बसेर या यो रोमा बसेर चाहिँ म भोट दिन्छु भनेर होइन। तर कालीकोट जस्तो ठाउँमा गएर म चाहिँ ट्रान्सम्यान हो, म यसरी भोट दिन्छु या मेरो लागि यस्तो लाइन बनाइदिनुहोस् भनेर भन्नु भनेको न कसैले त्यहाँ सुन्छ न मैले सुनाउन खोजेको। तर अहिले तपाईँलाई सुन्यो भने निर्वाचन आयोगले त त्यहाँ व्यवस्था गर्न सक्छ नि त? सक्छ, निर्वाचन आयोगलाई त भन्नु पर्यो नि त। भन्नु पर्यो। त्यसको लागि पहल चाहिँ हामी गर्दैछौँ। त्यसको लागि चाहिँ हाम्रो रुक्साना कपालीजीले जो अहिले समानुपातिकबाट पनि उठिराख्नु भएको छ, त्यो पहलको लागि चाहिँ हामी ट्रान्स व्यक्तिहरू चाहिँ जम्मा गरिरहेको छौँ र केही नामहरू पनि आइसकेको छ। तर धेरै साथीहरूले चाहिँ त्यही कारणले कि म महिलाको लाइनमा बस्नुपर्छ भन्ने कारणले नै मतदाता बनाइन भन्ने साथीहरू पनि धेरै फेला पर्नुभयो त्यो गर्ने क्रममा। तर हाम्रो यसमा चाहिँ पहल चाहिँ हुँदैछ। सम्भवतः त्यति फागुन 21 सम्म चाहिँ त्यो व्यवस्था चाहिँ हुन्छ भनेर हामी धेरै आशावादी पनि छौँ। अब जस्तै धेरैजना उहाँले भने जस्तै ट्रान्सम्यान, ट्रान्सवुमनको चाहिँ यत्तिकै पनि नागरिकता र जन्मदर्तालाई लिएर यत्तिकै उनीहरू डरमा बसिरहेका छन् नि त। मैले यो गलत पहिचानबाट चाहिँ आफ्नो सेवा सुविधाहरू लिनुपर्छ राज्यको भन्ने हिसाबले धेरै सेवा सुविधाबाट वञ्चित भएका छन् र उनीहरूले चाहिँ अब भोटर कार्ड बनाउनु पर्यो भने पनि मेरो चाहिँ गलत पहिचान राखिन्छ। म महिला भए चाहिँ त्यहाँ पुरुष राखिन्छ, मैले आफूलाई पुरुष आइडेन्टिफाई गरेको छु भने महिला हुन्छ, त्यही भएर पनि म मतदाता कार्ड चाहिँ बनाउँदिनँ भनेर यति धेरै बस्नु भएको छ। यति धेरै बस्नु भएको, यत्तिकै बस्नु भएको पनि हुनुहुन्छ समुदायको मान्छेहरू। एउटा नागरिक, म नागरिक भएर सबैभन्दा ठुलो अधिकार मतदान हो, हजुर, आफ्नो पहिचानका कारण त्यो छोड्नु परिरहेको छ बाध्यताले। अब अलिकति अन्तिमतिरमा जस्तो अनुजी, ट्रान्स
युथहरूले राजनीतिलाई हाम्रो पनि हो भन्ने आत्मसात गरेर राजनीतिसँग जोडिएको डर बाहिर हटाएर कसरी राजनीतिक प्रक्रियामा चाहे प्रश्नका रूपमा चाहे सहभागिताका रूपमा चाहे कुनै न कुनै एजेन्डाका रूपमा आफूलाई कसरी उभ्याउने होला? अब त्यो उभाउनलाई चाहिँ सुरुमा त अब सबैलाई डर लाग्छ होइन, किनभने हामीले महिला अधिकार पनि विश्वभरि नै अब सदियौँदेखि लडेर आएपछि बल्ल महिलाले अहिले केही न केही अधिकारहरू पाएका छन्। नत्र पहिला अब महिला पनि मानिस गनिँदैनन् थिए समाजमा भनौँ न। त्यस्तै अब यो समुदायको व्यक्तिले या ट्रान्सम्यानहरूले के सोच्नु पर्यो भनेपछि अब मैले नबोलेपछि कहिले पनि कसैले पनि बोल्दैन, या अहिले नबोले कहिले पनि बोलिँदैन यो कुरा भन्ने विषयलाई चाहिँ अब भनौँ न एउटा साहस चाहिँ जगाउनु पर्यो आफूभित्र। प्रश्न मरेकै कारण समुदायको पहिचान मरिरहेछ, प्रश्न जगाउनु पर्यो। प्रश्न जगाउनु पर्यो, मेन चाहिँ उनीहरूले प्रश्न उठाउन चाहिँ सक्नु पर्यो। त्यो बेसिक राइट्स त सबैमा छ नि त, सबै ट्रान्सम्यानले क्वेसन त गर्न सक्छ नि त, राजनीतिमै आउनुपर्छ भन्ने छैन। तर प्रश्न उठाउनु पनि त एउटा राजनीतिको हिस्सा हो नि त, राजनीति कस्तो दिशातिर जान्छ भन्ने प्रश्नले निर्धारण गर्छ नि त। सो आफ्नो उम्मेदवारलाई भनौँ न आफ्नो तहको आफ्नो क्षेत्रको को चाहिँ छ उम्मेदवार भनेर उसलाई प्रश्न उठाउन सक्नु पर्यो। अनि अर्को भनेको चाहिँ जस्तो मेरो समुदायको लागि मेरो अधिकारको लागि बोलिदिने मान्छे चाहिँ मेरै समुदायको हुनुपर्छ सदनमा भन्ने छैन, जो पनि होस् तर यो समुदायको बारेमा बुझेको होस्, यो समुदायको मुद्दा उठाउन सक्ने होस्, जुन व्यक्ति भए पनि हुन्छ होइन। त्यस्तो व्यक्तिलाई वा त्यस्तो उम्मेदवारलाई चाहिँ उनीहरूले छान्न जान्नु पर्यो। त्यही भएर चाहिँ अब आफ्नो भोटको चाहिँ सही प्रयोग गर्नु पर्यो भनौँ न। अनि राजनीति भन्ने विषय चाहिँ अब महिलाको लागि मात्रै हो या पुरुषको लागि मात्रै हो, या राजनीति गर्नलाई यस्तो यस्तो कुराहरू चाहिँ चाहिन्छ, बोल्न जान्नुपर्छ या उखान टुक्का जान्नुपर्छ भन्ने सोच चाहिँ अब त्यो समुदायको मान्छेले पनि हटाउनु पर्यो। राजनीतिक अधिकार मेरो पनि अधिकार हो भनेर चाहिँ अगाडि आउनु पर्यो भनौँ न। मेरो विषय पनि राजनीतिमा आउनुपर्छ, मेरो कम्तीमा यसपटक हरेक उम्मेदवारलाई तपाईँ आफ्नो समुदायको मुद्दाका बारेमा प्रश्न गर्नु पर्यो, त्यति हो। त्यति गर्यो भने राजनीतिमा सहभागिता बिस्तारै जोडिने सम्भावना छ। समनजी, यो समावेशी राजनीतिमा सबभन्दा के सुधार गर्नु पर्ला? किनभने राजनीतिक अहिले चुनावको माहौल सँगसँगै यो देशले संविधानले मानेको त समावेश राजनीतिको चरित्र छ नि एउटा, त्यो चरित्रमा तपाईँहरू जस्तो समुदायको व्यक्तिको पहिचान आत्मसम्मान जोडिन के सुधार गर्नुपर्छ? अब सबैभन्दा अहिले हाम्रो समुदायलाई चाहिएको भनेको जसरी दलित अथवा अपाङ्गता भएका व्यक्तिहरू होइन, महिलाहरूको लागि जसरी एउटा कोटा सिस्टम ल्याइयो होइन, सकारात्मक विभेद भन्छौँ हामीले, त्यो खालको पोजिटिभ डिस्क्रिमिनेसन चाहिँ हाम्रो समुदायलाई पनि चाहिएको छ। सर्वप्रथम त नीति कानुनहरू जति पनि छ त्यसमा चाहिँ यौनिकताको हिसाबले पनि त्यो अल्पसङ्ख्यक भनेर संविधानले त त्यसरी चिनेको छ। हामी वास्तवमा अल्पसङ्ख्यक त होइनौँ, 7 लाख प्लस हारिमा भनेको त त्यो त अल्पसङ्ख्यक कदापि हुन सक्दैन। तर पनि संविधानले हामीलाई दिएको अधिकार त त्यही हो भने त्यसमा चाहिँ हामीलाई समावेश गरेर हाम्रो लागि पनि केही कोटाहरू चाहिँ हुन अत्यन्त आवश्यक छ जस्तो मलाई लाग्छ। र सबैभन्दा ठुलो कुरा चाहिँ अब एकदम धेरै लुप होल्सहरू छ कि अब संविधानले चाहिँ कतिपय धाराहरूले चाहिँ हाम्रो समानताका अथवा नागरिक सर होइन मौलिक हकहरूको व्यवस्था गर्दा गर्दै पनि अब यता आएर चाहिँ हाम्रो जुन डकुमेन्ट्सहरू छ नागरिकता परिवर्तन गर्नेदेखि लिएर जन्मदर्ता परिवर्तन गर्ने कुरामा ठुलो लुप होल्स छ। अब त्यसको लागि चाहिँ हामी चाहिँ यो सर्वोच्च अदालतको ढोका ढकढकाउनु पर्ने होइन, त्यो कुरा त हाम्रो खासमा व्यवस्थापिकामा हुनु पर्थ्यो होइन। त्यो भएको भएर चाहिँ हाम्रो समुदायको प्रतिनिधित्व अथवा सहभागिता चाहिँ हाम्रो जति पनि नीति निर्माणमा अथवा डिसिजन मेकिङ जो छ त्यसमा चाहिँ छँदै छैन। त्यो कारणले गर्दा त्यसका लागि समावेशी राजनीतिक चरित्रभित्र समावेशी कानुनमा काहीँ न काहीँ पहिचान सहित आत्मसम्मान सहित तपाईँहरूलाई जोड दिनु पर्यो, त्यसो भयो भने सम्भव छ। हस्, आज राजनीति पहिचान र सहभागिताको मुद्दामा चुनावी माहौलको प्रसङ्गकै बीच हामीले एउटा महत्त्वपूर्ण विषयमा छलफल गऱ्यौँ। तपाईँहरू दुवैजनालाई आफ्नो एजेन्डा, आफ्नो पहिचान र आफ्नो कुरा प्रष्ट रूपमा भनिदिनु भयो। धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद।